आज मैले पाते च्याउ खाने तयारी गर्दैछु। त्यसको लागि मैले पानी राखेर यसलाई भिजाउँदैछु। अनि त्यसपछि तेल तताएँ। यता हाम्रो काम चाहिँ सधैँ त्यही नै हो क्या, पकाउने, चलाउने, भाँडा माझ्ने, कपडा धुने। हामी छोरी मान्छेको सधैँ त्यसरी नै दिनचर्या बितिराखेको हुन्छ होइन र। हजुरहरू पनि सबैको त्यही नै हो नि, जति जे काम गरेर आए पनि खाना चाहिँ बनाउनै पर्यो क्या हामी छोरी मान्छेले। छोरा मान्छेलाई मिठो भएन भनेदेखि पुग्यो के अरे। त्यसपछि आलु प्याज रातो भएपछि आलु राखेँ। अनि त्यसपछि मैले बेसार राखेँ। बेसार राखेपछि एकछिन चलाउँछु। अनि त्यसपछि मैले यसलाई नुन राख्छु। अनि मसला पनि राखेको छु, त्यसलाई पनि राखेर एकछिन भुट्छु, चलाउँछु। अनि चलाइसकेपछि यता मैले भिजाउनु राखेको थिएँ तातो पानीमा च्याउ। अनि त्यसलाई चाहिँ पानीबाट निकालेँ, चपक्क निचारेर जिगेँ मैले थालमा। अर्को थालमा पनि पानी छ भने त्यसमा हुन्छ भनेर। अनि त्यसपछि मैले यता राखेर चलाइसकेँ। लगभग च्याउल पाक्न त टाइम लाग्दैन नि त। अनि मैले यता टमाटर काटेर राखेको थिएँ। अनि त्यसलाई चाहिँ मैले सधैँ नै यस्तै गर्छु, तल राखेर माथि ढपक्क ढाकिदिएपछि ल पक्क हुन्छ, लतक्क ग्रेभी हुन्छ कि। पानी राख्नै पर्दैन यसलाई, पानी राख्यो भने त मिठो हुन्न नि त च्याउमा त। अब खाना त तयारी भयो।